कता कता म सुपरस्टार भएँ भन्ने कतिको फिल लागेको छ गाइज पक्कै पनि मन बिनाको धन मुभी अहिले हलहरुमा प्रदर्शन भइरहेको छ र जिरोदेखि पक्कै पनि जिरो लेभलदेखि हिरो भएको कलाकार हुन् अशोक दर्जी र उक्त फिल्मको प्रमोसनको दौरानमा अशोक दर्जीलाई सोधिएको प्रश्नको जवाब अशोक दर्जीले दिएको जवाब यस्तो छ। कता कता म सुपरस्टार भएँ भन्ने कतिको फिल लागेको छ हैन दाइ त्यो फिलिङ आएको छैन मलाई किनभने उहाँहरू एकदमै सिनियर आर्टिस्ट हुनुहुन्छ उहाँहरूको कामलाई सबैजनाले धेरै मन पराउनु भएको छ मलाई माया गर्ने दर्शकहरूले मेरो कामलाई मन पराउनु भएको छ हैन हाम्रो फरक छ दाइहरूको लेभलमा अझै आउन टाइम मेरो बाँकी छ हैन त्यस्तोमा नजाउँ हैन जस दाइको कामहरू देखेर हामीलाई खुसी लाग्छ हैन कति मिठो जवाब दिनुभएको छ। सो गाइज पक्कै पनि जिरो देखि हिरो भएको कलाकार यसलाई भन्नुपर्छ हामीले कति स्तब्ध भएर कति मजाले प्रश्नको जवाब दिएका छन्। सो गाइज के तपाईले मन बिनाको धन हेर्नुभयो त कस्तो लाग्यो तपाईको प्रतिक्रिया पनि यहाँ कमेन्ट बक्समा अवश्य लेख्नु होला गाइज अहिले तुरुन्तै।